नमस्ते यहाँहरू सम्पूर्णमा। आज पनि म अलि फरक विषय लिएर यहाँहरूको माझमा उपस्थित भएको छु र यहाँहरूले पक्कै पनि भिडियो अन्तिमसम्म सुनेर साथ दिनुहोला र त्यसपछि जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिज्ञा दिनुहोला। आज भने विशेष गरी मुक्तक लिएर उपस्थित भएको छु। विशेष गरी दलितको विषयमा छ र धेरैजनाले रिक्वेस्ट गर्नुभएको थियो। अब भने मुक्तकतर्फै लाग्छौँ हामी। रग चल्ने दलितको जात किन चल्दैन? जवानी चल्ने दलितको चुलोमा भान्सा किन चल्दैन? रग चल्ने दलितको जात किन चल्दैन? जवानी चल्ने दलितको चुलोमा भान्सा किन चल्दैन? जातकै कारण दलितले अपमान हेला सहनुपर्छ। जातकै कारण दलितले अपमान हेला सहनुपर्छ। यो समाजको सोच किन परिवर्तन हुँदैन? यो समाजको सोच किन परिवर्तन हुँदैन? धन्यवाद। यहाँहरूले यस्तै यस्तै मुक्तक सुन्न चाहनुहुन्छ र अन्य विषयहरूका मुक्तक पनि सुन्न चाहनुहुन्छ भने पक्कै पनि यहाँहरूले कमेन्ट गरेको मुक्तक पनि हामी वाचन गर्नेछौँ र भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र सेयर पनि गरिदिनु होला भन्न चाहन्छु।